हेलो गाइज, आफ्टर लङ टाइम फेरि स्वागत छ हजुरलाई यस भिडियोमा। आज चाहिँ हामी 3 जना छौँ, 2 जना साथीहरू पनि छन् यहाँ चाहिँ। र आज चाहिँ हामी कहाँ हिँडेको भने चाहिँ हाम्रो यता बुटवल रङ्गशाला के छ, फेस्टिभल छ, मेला छ त्यहाँ चाहिँ। आज चाहिँ मङ्सिर 2 गते भनेर चाहिँ लास्ट भन्ने कुरो थियो। आज चाहिँ सायद लास्ट हुन्न होला। आज मेला हेर्नु भनेर चाहिँ हामी आएको। बाँकी यहाँको माहौल चाहिँ हेर्नु यस्तो छ। अब मेलामा के कस्तो हुन्छ हेर्दै गर्नु है त। र सो गाइज हामी चाहिँ मेला भएको स्थानमा आइसकेका छौँ। हामी चाहिँ गाडी त जान्दिउँ है त पहिला। र माथि पानी टक्कीमा चाहिँ माइक राखेर छन्। र भित्र जाने गरी चाहिँ उहाँ अघिबाट छ, त्यहाँ चाहिँ टिकट छ। टिकट पनि के कति छ हजुरले हेर्दै गर्नु त, म हजुरलाई देखाइ नै रहनु छु। र बाँकी यहाँ चाहिँ खै मन्दिर पनि छ। यहाँ चाहिँ समाज अर्घाखाँची रूपन्देही बुटवल भनेर लेखेको छ। र बाँकी बाइकहरू अटोहरू पार्किङ चाहिँ यहाँ रहेछ। हेर्नुहोस् बाँकी बाँकी टिकट घर चाहिँ यता खायो, त्यहाँ चाहिँ आइसक्रिमको ठेलाहरू पनि छ। र बाँकी टिकट घर चाहिँ यहाँ रहेछ। हाम्रो टिकट चाहिँ कति छ भने आउनु यहाँ चाहिँ हामी विद्यार्थी हो क्या। यहाँ चाहिँ विद्यार्थीको चाहिँ 40 र प्रवेशको चाहिँ 50 छ। 50 रुपियाँ दिनै पर्छ। उसले चाहिँ अब टिकट काट्छ है त। टिकट काउन्टर चाहिँ यस्तो रहेछ भित्र। टिकट चाहिँ अब यतापट्टिबाट रहेछ है त हाम्रो। ल टिकट चाहिँ अर्कै है टिकट। टिकट चाहिँ हाम्रो आइसकेको छ। यस्तो छ हेर्न सक्नुहुन्छ। र साथीहरू हाम्रो चाहिँ टिकट देखाउने ठाउँ चाहिँ रहेछ। हाम्रो चाहिँ मेन इन्ट्री चाहिँ हामी चाहिँ यहाँदेखि भित्र जाने रहेछ। यहाँ चाहिँ के लेख्छ भने प्रथम बुटवल फिस्टल ल्यान्ड दुवै सिटी सांस्कृतिक तथा रमाइलो मेला देखेको छ। हेरौँ हाम्रो टिकट चाहिँ यहाँ रहेछ। नचेतेको दिन मिल्दैन, चेतेर दिने हो। चेतेर दिनु भयो है त। र बाँकी हेर्नुहोस् है त। अब यहाँभित्र के छ मजाले सब देखाउँछु है त। पहिला चाहिँ हाम्रो शान्तिको दिन न। ल के गर्छ अरे यसको भोटको लागि हो। ल अल द बेस्ट है। र यहाँ चाहिँ हाम्रो चाहिँ गौतम बुद्धबाट चाहिँ सुरुवात छ। यो चाहिँ मेन इन्ट्री है त। छिटो जाऊँ न, छिटो जाऊँ न। ओइ 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 ₹100 में सबै हेर्न। ल अहिले आउँछ है। एजी भ्लग 99। थ्याङ्क यू। चिनेका आउँछन् जान्छन्। यसलाई चाहिँ फास्ट क्लिपमा देखाउनु पर्ला क्या न। अस्ति भन्दा त अलि धेरै देखिएन अहिले त।
अस्ति त अलि धेरै किन ठीक है हेर त यहाँ के रहेछ ओहो भन्नु छ है म्याजिक गोलीसित मेरो फर्स्ट एन्ड लास्ट स्टेज भन्ने देखाउने क्या गोजी यहाँ 200 लिएर हिँड्ने के गर्ने फाइनल साथीहरु हामी चाहिँ बाहिर आइसकेको छौँ है भित्रबाट चाहिँ अब चाहिँ खुल्ला मैदान छ यहाँ चाहिँ ओहो हाम्रो दुबई यो चाहिँ दुबई है त हाम्रो दिदी दाइहरु चाहिँ दुबई पुगिसक्नु भएछ है यहाँ चाहिँ ओए त बिहार गेम हैन र यो त कता रहेछ क्या भन यो चाहिँ कता हाम्रो के भन्छ अरे यो चाहिँ हाम्रो ओए ओए यो के गरे जलपरी ओ जलपरी सिजा और जलपरी है जलपरी छ नै साथीहरु हामी चाहिँ भित्रबाट जलपरी देख्न सक्नुहुन्छ जलपरी फिस टनल रहेछ यहाँ चाहिँ र साथीहरु यहाँ चाहिँ खै यो चाहिँ भिआर गेम दिदी भिआर गेम हो न यहाँ चाहिँ भिआर गेम भइसक्यो साथीहरु हाम्रो चाहिँ आमा चाहिँ यहाँ खेल्दै हुनुहुन्छ उहाँको रियाक्सन हेरौँ है त कति छ त यसको टिकट उहाँको त नर्मल रियाक्सन नर्मल होला प्याराग्लाइडिङ मात्र गर्ने टिकट चाहिँ 200 छ साथीहरु आउनु सक्नुहुन्छ यहाँ चाहिँ ल हेर्नुपर्छ चिम्मा गर्ने र यसको चाहिँ यो निकालेर हेर्ने हो दाइ निकालिदिनुहुन्छ रहेछ र उहाँको चाहिँ हे टलको के यो चाहिँ के ऊ जस्तो रहेछ कि टेम्पल रन जस्तो प्लेनमा आइसक्यो चाहिँ आमा चाहिँ प्लेन हुनुहुन्छ चाहिँ हाँस्दै हुनुहुन्छ अहिले चाहिँ र भिआर गेम चाहिँ 200 छ है साथीहरु यो चाहिँ ट्याटु रहेछ यहाँ हामी खेल्न पाइन्छ है पाइन्न पनि दादा हामी खेल्न पाइन्छ पाइन्न बच्चों के लिए है टिकट कितना है 100 रुपया एक का 100 रुपया टाइम कितना है 7 मिनट 3 मिनट कम है उधर से 10 मिनट देता है ना उधर आपने 3 मिनट कम किया
10 मिनट नहीं आनी है, 7 करा दिया था शनिवार से, 7 मिनट करा दिया। ठीक है हमारे नहीं बच्चे के लिए साथीहरू यहाँ चाहिँ हाम्रो लागि होइन यो चाहिँ केटाकेटीको लागि होइन म त त्यसै साथीको लागि ग्रिटिङ गर्न भनेर सोधेको थिएँ त्यहाँ चाहिँ बाँकी मेलाहरू चाहिँ यसो भने मान्छे चाहिँ अहिले गइ छैन त्यस्तो खासै जति साथ हुन्छ चाहिँ त्यति चाहिँ मान्छे आउँछन् है त यहाँ चाहिँ लस्सीहरू रहेछ यहाँ चाहिँ भाइ हामी गाडीहरू खेल्न पाइन्छ कि नै पाइन्न हामी केटाकेटीलाई मात्र हो ल साथीहरू यहाँ पनि हामी पाइँदो रहेछ है त ल हामी यहाँ पनि पाइँदो रहेछ साथीहरू यो चाहिँ हाम्रो अब यहाँ रेलगाडी रहेछ रेलगाडीको चाहिँ एक्सिडेन्ट भयो जस्तो छ यहाँ चाहिँ ल रेलगाडी त पट्रीबाट चाहिँ बाहिर गएछ र बाँकी अब यसमा खेल्न चाहिँ कति छ कुनै टिकट नखेले पनि टिकट चाहिँ नखेले पनि टिकट चाहिँ सोधेर हजुरहरूलाई म थाहा दिन्छु है त साथीहरू ल र साथीहरू अब चाहिँ हामी यसको चाहिँ टिकट प्राइस कति चाहिँ सोध्न जाँदैछौँ है त हामी चाहिँ दिदी यसको टिकट प्राइस कति हो 150 हो यसको चाहिँ 150 यसको चाहिँ साथीहरू 150 छ है त 150 है त तपाईँहरू खेल्न आउनुहुन्छ भने चाहिँ आउनुहोस् 150 रहेछ यसको प्राइस चाहिँ बाँकी यो डुवाको चाहिँ कति हो डुवाको पनि सोधौँ है त कति मिनट छ कुनै टाइम दिदी यसको टिकट प्राइस कति हो 150 हो र यसको पनि 150 सबको 150 रहेछ नि साथीहरू बाँकी हेर्नुहोस् टेम्पल रन पनि रहेछ यहाँ चाहिँ सरी टेम्पल रन र साथीहरू हामी चाहिँ अब यो चाहिँ डुवा खेल्ला भनेर चाहिँ जान तयार लागेको ल पैसा झिक्दा पैसा टन्नै छ नि होइन पैसा ए साला 120 रुपियाँ लिएर आएर रहेछ कामै लागेन साले 150 छ टिकट प्राइस पैसा चाहिँ 150 लिएर आएर रहेछ कबाडी वाले र साथीहरू यहाँ चाहिँ वैष्णोदेवी मन्दिर भनेर चाहिँ यहाँ बोर्ड छ माथि चाहिँ मन्दिर होला हेरौँ यसको पनि टिकट प्राइस चाहिँ कति छ सोधौँ है त यहाँ चाहिँ बाहिरबाट चाहिँ यस्तो देखिन्छ हाम्रो वैष्णोदेवी मन्दिर चाहिँ टिकट प्राइस सोधौँ है दिदी यसको टिकट प्राइस कति हो 50 रुपियाँ हो र यहाँ चाहिँ 50 रुपियाँ है गाइस 50 रुपियाँ है त यहाँको टिकट प्राइस चाहिँ अब हामी चाहिँ उता गरिदियो भने चाहिँ हामीलाई चाहिँ अब गीतबाट कपिराइट लाग्छ साथीहरू त्यसैले चाहिँ त्यहाँको इभेन्ट नाचेको चाहिँ गीतहरू चाहिँ देखाउन मिलेन साथी म क्षमा प्राप्ति छु के गर्नु कपिराइट लागिहाल्छ गाह्रो छ र सोगाइज म चाहिँ यो डुवामा चाहिँ टिकट काटेर आइसकेको छु त्यहाँ तल चाहिँ टिकट दिएर आइसकेको छु हाम्रो साथीहरू चाहिँ खेलिरहेका छन् हेरमा चाहिँ के कस्तो हुन्छ ल यो चाहिँ सब प्याक छ अहिले म चाहिँ टुप्पोमा बस्ने कोसिस गर्छु है त अहिलेको राउन्ड चाहिँ म यहाँ सबभन्दा अघि गएर बसौँ है त ल टुप्पा गरेर बस्ने है त ल ल ल साथीहरू हामी ल ल सबभन्दा माथि ल सबभन्दा माथि ल गाई साथीहरू ल ल ओ माई गॉड सकिन्छ यहाँ मुटु नजाने भयो ल सबैबाट सबभन्दा टपमा आइसकेको छु म चाहिँ हेलो ल आउँदै खाने उहाँहरू चाहिँ ए माथि आउनु के माथि आउनु के माथि आउनु के हुन्न ओ ल सबजना तल खाने साथीहरू म मात्र माथि छु हेर रिएक्सन कस्तो हुन्छ है त ओ माथि हेलो
माथि आउनु के माथि रमाइलो यहाँ रमाइलो छ के साथीहरू अब हाम्रो हेरौँ वात्त गइदियो कि त यस्तो टेकेर अडाउनु पर्यो कि हराउन पनि सक्नुहुन्छ ल साथीहरू अब चाहिँ रेडी भइसकेको छ है ल अझै मजा आउँछ केटाकेटा झरिसके खाने त ल सबजना ल ओ माई फेरि हेलाउँदै भयो र अहिले चाहिँ अब सकिसक्यो है हाम्रो मेला चाहिँ सकेर अब चाहिँ हामी चाहिँ खोरा बाख्रा हिँड्न चाहिँ हुन्छ अगाडि चाहिँ लिन सक्नुहुन्छ हाम्रो साथी अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ मुझे नहीं पता बस क्लिक हो जाना चाहिए अब मैं भी जा रहा हूं मुझे पार्क में स्टंट्स मारने जाना है